हेलो हाई सम्पूर्णमा नमस्कार। आराम कुशलै हुनुहुन्छ होला। म चाहिँ अब यहाँ हेर्नुहोस् न, चकचक गर्दैछु कि फेरि केही बनाउने कोसिस गर्दैछु। मेरो ठुलो दिदीको छोरी नातिनी उता लन्डन बस्छन्, उतैबाट आएछन्। अनि उनीहरू भोलि जाने। नातिनी छ 17 वर्षको होइन, उतै जन्मेकी, गोरी चिटिक्क परेकी छे। अनि उसलाई देखेर केही चिज बनाइदिनु मन लाग्यो। अब फिनिसिङ त मैले थाल्न त अस्ति थालेको थिएँ, फिनिसिङ नगरिराखेको थिएँ। अब उसले लाउँछ कि लाउँदैन, जस्तो पाए त्यस्तै मन पराउँदैन होइन। अनि हिजो मैले सोधेको थिएँ कि बाबा हेर यो कस्तो लाग्यो भनेर। अनि ठिक छ, डिजाइन राम्रो लाग्यो, कम्बिनेसन चाहिँ अलि अर्को भए हुन्थ्यो भन्दै थियो कि। अब मसँग यही धागो थियो, त्यही भएर यस्तै बनाएँ। अनि पातली अग्ली गोरी चिटिक्क परेकी छे होइन। त्यसको लागि अनि यहाँ मलाई रहर के चकचक गर्नु मन लाग्छ है। अब पछाडि बाँध्ने तुना त बनाइसकेँ। अब यो घाँटीमा बाँध्ने बनाउँदैछु, फिनिसिङ भएपछि देखाउँछु। हस् ल हेर्नुहोस्, यो माथि घाँटीमा बाँध्ने हल्टर, अनि पछाडि कम्मरमा बाँध्ने यस्तो भयो है। अनि अब यसलाई लाउँदाखेरि चाहिँ अब मलाई त कहाँ साइज हुन्छ र होइन, ऊ यत्रो पातली छ। उसको साइजमा बनाएको मलाई त कहाँ हुन्छ र। यसरी लाउने क्या। अब उसलाई त पछाडि यस्तो हुन्छ। अब उसलाई त यो यहाँ पुग्छ नि त, यहाँ पुग्छ, ठिक्क हुन्छ। यो पनि माथि जान्छ, यत्रि छ पातली होइन। अनि उसको साइजको मलाई त कहाँ हुन्छ त। डिजाइन चाहिँ यस्तो हो। यहाँहरूलाई कस्तो लाग्यो? यदि मन पर्यो भने अवश्य पनि भन्नु होला। हस्, बाई, लभ यु अल।